ल हेलो वेलकम छ मेरो भिडियोमा। ल ललिता गुरुङ चाहिँ आज पनि ढेँडो खाँदैछु है। टक्क पारेर मलाई चाहिँ दालसँग ढेँडो बर मिठो लाग्छ साथीहरू है। ल यो चाहिँ दाल, यहाँ करेलाको तरकारी, यहाँ चाहिँ पहाडे कटुसी च्याउ छ ल। अनि यहाँनिर आफ्नै बारीमा फलेको आँपको अचार चाहिँ सिलौटोमा कचक कचक पारेर पिसेर चाहिँ बनाएको ल। अनि दालसँग ढेँडो खाएँ ल, कस्तो हुँदो रहेछ। दाल त एकदम मिठो हुन्छ नि त साथीहरू। पहिला आँपको अचार खानु पऱ्यो। यो आँपको अचार चाहिँ कस्तो भने है, एकदम अमिलो छ नि त अहिले। टक्क नुन खुर्सानी अदुवा लसुन लाएर पिसेपछि यस्तो मिठो हुन्छ कि कहिले काहीँ मुख बिग्रिरहेको छ भने नि यो आँपको अचारले मुख खुलाउँछ साथीहरू। त्यही भएर खानु होला है। ल म चाहिँ खाएँ ल। कस्तो मिठो छ साथीहरू। ल वाउ, च्याउ मेरो आमाले पठाइदिनु भएको बिचरा। च्याउ र आलु मिसाएर पकायो। यस्तो मिठो भएको साथीहरू। यहाँ चाहिँ मेरो जेठानी दिदीले तिती करेला र आलुको भुजेर बनाउनु भएको छ। यो च्याउसँग साथीहरू ढेँडो यस्तो मिठो हुन्छ। कसको गाईको र अचारको त पुरै नगरौँ। कोदोको जस्तो थियो है, तर कोदो होइन, यो फापरको पिठो हो। झापामा फलेको फापरको पिठो। वाह, यसपालि त पानी परिरहेको भएर कस्तो शीतल शीतल भएर छ दिन पनि। नत्र त पोहोर त यतिखेर कम्ता गर्मी हो। साह्रै मिठो। आँपको अचार
वाउ एकदम चोलाक मिठो भएछ साथीहरू ल टन्नै खायो है टन्नै अगाए पनि ल फेरि अर्को भिडियोमा भेटौँ न ल